सजी यहाँदेखि तपाईँको 10 इन्ची थियो, मैले 5 इन्ची नै गरेको। यहाँ पनि 15 इन्ची थियो तर 5 इन्ची गरेको। यहाँ पनि यस्तोमा 10 इन्ची थियो के, जस्तो यति चौडाइमा तपाईँको 10 इन्ची थियो तर 5 इन्ची गर्न लाग्यो। यो पनि तपाईँले एकचोटि हेरेर मलाई चल्छ कि चल्दैन त्यो इन्फर्म चाहिँ गरिदिनु, भएन भने सुधार गर्नु पर्यो। 10 इन्ची नक्सा अनुसारै जानु पर्यो। यहाँ पनि 10 इन्ची थियो तर यहाँ पनि 5 इन्ची, यो सिधा माथिसम्मै जान्छ कि यो, अनि त्यो पल्लोको सिधा माथिसम्मै जान्छ। त्यसले गर्दा 10 इन्ची थियो यहाँ पनि, उता पनि 10 इन्ची थियो तर 5 इन्ची चाहिँ गरेको। यहाँ जम्मा हाम्रो 15 इन्ची थियो तर 10 इन्ची, जस्तो यता पनि 5 इन्ची आउँथ्यो कि, तर नक्सामा त्यति छ 15 इन्ची छ तर मैले 10 इन्ची गरेको यहाँनिर पनि। त्यो तपाईँले हेरेर मलाई चाहिँ त्यो खबर गर्नु नि, फेरि पछि नक्सा अनुसार किन भएन भनेर फेरि सोध्छ कि भनेर। अब यो बाल्कनीमा 10 इन्ची पुरा, यहाँ पनि 10 इन्ची माथिसम्मै गएको। यहाँ सानो झ्याल हुन्छ एउटा, 2 फिटसम्म वाल आएर यहाँ सानो झ्याल हुन्छ एउटा। यो 2 इँटा मुनिबाट उठ्छ, त्यसपछि यो त हुनै लाग्छ, फलमै लाग्छ। तर यहाँ पनि वाल हाल्ने हो कि यसलाई पनि यो बिमदेखि यतापट्टि तपाईँको वाल नदिएर तपाईँको पुरै रेलिङै लगाउँदा हुन्थ्यो नि, फलमको रेलिङै यहाँदेखि लिएर र त्यहाँसम्म। यहाँ पनि वाल हालिदिन्छ कि, मैले चाहिँ नक्सा अनुसार अहिले चाहिँ गरेको। अब तपाईँले हेरेर के गर्नुहुन्छ एकचोटि मलाई उ गर्नु। यहाँ पनि 10 इन्ची वाल छ, यहाँ त 10 इन्ची लागिहाल्छ, दिनुपर्छ यहाँ चाहिँ 10 इन्ची। यहाँ र त्यो पर्लो चाहिँ 5 इन्ची गरिदिनु पर्यो, त्यो उसको वहाँदेखि यहाँसम्म 5 इन्ची गरिदिनु पर्यो। अनि यो पनि भयो 5 इन्ची नै गरेको यसले पनि। यता पनि 10 इन्ची थियो तर 5 इन्ची नै गरेको। यहाँ त अलरेडी 5 इन्ची छ। अनि यता पनि टोयलेटको गरिरहेछ अहिले। ढोका एउटा यो रुमको लागि ढोका यहाँ भयो, त्यहाँ झ्याल छ एउटा 6 फिटको झ्याल छ त्यहाँ। अनि 3 फिटको यहाँ पनि बाल्कनी, त्यहाँ बाल्कनी हुन्छ, त्यो बाल्कनी जानुलाई यहाँ ढोका एउटा, पछि ढोका नदिँदा पनि हुन्छ, त्यहाँ नक्सामा पनि छैन। यहाँ चाहिँ एउटा यो रुमको लागि यहाँ चाहिँ ढोका भयो एउटा, यस्तो भयो। अब तपाईँले यो चाहिँ के गर्नुहुन्छ, यो चाहिँ मलाई एकदम तुरन्तै भनिदिनु पर्यो कि यो चाहिँ जोड्ने लगाऊँ कि के गरौँ। यो त त्यतिकै खुल्ला राख्दा ठिक हुन्थ्यो, अब इन्जिनियरले के सोचेर हालिदिएछ त्यो तपाईँले उ गर्नु न, सोच्नु न एकचोटि कस्तो हुन्छ भनेर। अब खासमा त यो त खुल्ला बाल्कनी हावा खानुलाई त हो, यसले चाहिँ एकचोटि सोच्नु तपाईँ। अरू यो त डिजाइन यसको यो त दिनै पर्छ, यो नदिइकन हुँदैन, किनकि यो डिजाइन छ, यसले चाहिँ दिनु पर्यो। हाम्रो यहाँ पनि 10 इन्ची थियो तर यहाँ चाहिँ मैले 5 इन्ची नै गरेछु। पछि उताबाट आएपछि तपाईँले मिलाउनु पर्यो। यता चाहिँ पनि 10 इन्ची थियो 5 इन्ची गरिदियो। यो तपाईँले हेर्नु नि, हेरेर मलाई के हुन्छ त्यो भन्नु नि मलाई।